कार्यक्रम छ कि जस्तो लाग्यो मलाई है। यता केही कार्यक्रम हुनसक्छ, त्यो भएर चाहिँ यो गाडी लाइन लागिरहेछ। ए यो घरमा पो रहेछ त कार्यक्रम। बोलायो भने जाउँदाखेरि हामी त नबोलायो पनि जाने मान्छे पऱ्यो त। यहाँबाट भित्र जाने हो नि, मलाई थाहा पाइँदैन। अच्छा त्यस पछाडि मैला र हाम्रो चाहिँ यस्तो छ हामी घुम्न जाने भित्रको बाटो गाइस होइन। जे भयो नि जङ्गलको बाटो भयो नि रमाइलो छ, राम्रो छ। जङ्गलमा अब मङ्गल हो नि त, जङ्गलमा मङ्गलम। टुडुङ टुडुङ ढुङ्गाबाट यो बाटो यस्तै छ। हाम्रो बाटो यस्तै हो कि हाम्रो ब्लग यस्तै भयो कि भर्खरै बुझ्न सकिनँ मैले चाहिँ। ढुङ्गा पनि कस्तो छ यहाँको, रातो रातो हुन्छ नि, आगोबाट पोलेर निकाले जस्तो छ। खोलामै ढुङ्गाको हो कि। अच्छा दौरो ढुङ्गा हाम्रो खोलाको हुन्छ, सेतो सेतो हुन्छ। हाम्रो चाहिँ सेतो सेतो हुन्छ, मिचिन्छ, यो मिचिन्न कि बलियो हुन्छ। यो त खुट्रा कडा बलियो हुन्छ नि त, त्यही भएर हुन्छ। भविष्यमा पैसा कमाइयो भने चाहिँ यस्ता ढुङ्गाको मात्रै घर बनाउनु पर्ला। तपाईँहरूलाई गेम खेल्न मनपर्छ भने यहाँ स्पोर्ट्स रहेको छ, बसन्त कुञ्ज स्पोर्ट्स। तपाईँहरू यता आउन सक्नुहुन्छ है साथीहरू। तरुण ताल 3 सेक्टर नम्बरको गेट नम्बर 3मा चाहिँ छिर्यौँ हामी। र तपाईँहरूले पनि सहयोग गर्नु होला। झ्याम्मै लाएर गाडी आइदियो त हौ। रिङ मिररमा देखेको थियो। यस्तो यस्तै ठाउँ घुम्छौँ हामी साथीहरू होइन। खासै राम्रो राम्रो ठाउँमा त घुम्दैनौँ हामी, घुम्ती मोड। किनकि मोड हाल्न सजिलो हुन्छ नि त यतातिर, झ्याम्ती मोडमा लिनु, त्यही भएर रमाइलो लाग्छ क्या हामीलाई। जति धेरै मोड भयो त्यति धेरै राम्रो। किनकि अब ड्राइभर बनेर पाहाडतिर जानुपर्ने विचार छ नि त हाम्रो। पाहाडतिर धेरै धेरै मोडहरू हुन्छ। पाहाडतिर मोड ए मोडमा त बिस्तारै आउन आन्टी थिइन्। गाह्रो त बनाउँछन् हौ। अनि छोला भटुरे खाने भए त आउनु साथीहरू हो। तर यस्तो खुल्लामा छोला भटुरे बनाएर आउँछन् के आउँछन् यार। भरे बाटोमा हेर हौ दिदी, हामीलाई नहेर्नुहोस्। म चाहिँ यसो मोबाइल ठडाएर स्ट्यान्डमा मोबाइल ठडाएर हिँडिरहेको छ। अनि त्यो सबजना बाहिरबाट हेरिरहेको छन् क्या मलाई। यिनीहरूमा ब्लगर हो कि क्या सोचिरहेको होला न। ठिकै, हामी खतरनाक ब्लगर नै हो साथीहरू। सबैजनाले जसले देख्नुहुन्छ हामीलाई गाडीमा देख्नु भएको छ भने बाटोमा सब्सक्राइब गरेर कमेन्ट गर्नु होला। कसले हामीलाई बाटोमा देख्नुभयो, सबैजनाले हेरिरहनु भएको छ। तर पनि म लजाउँदिनँ, अब नचिनेर मात्रै हो। किनकि पहिलोचोटि म बाहिर आएको, नत्र हो त्यो प्लेन छ नि, हो त्यसमै चढेर भ्लग बनाउने गर्थेँ क्या पहिला। अब त्यहाँदेखि अब अलिकति रोडमा पनि झरम न, यहाँ कति प्लेनमा मात्रै बनाउनु भनेर अहिले रोडतिर झरेर भ्लगहरू बनाइरहेको छु मैले है। सबैजनाले हेर्नु होला, साथ दिनु होला। एउटालाई चाहिँ अब 1 बोतल किन्न लाएको रक्सीको अलिक कम पऱ्यो क्या पैसा, बेचिदिएको। अनि त्यस पछाडि अलिक समस्या भएको छ त्यहाँपछि। अब ठिकै छ, अब केही दिनपछि अर्को आउँदैछ नयाँ।
थिएन, दारू छोडिसक्यो। अब नयाँ प्लेन आएपछि केही फरक पर्दैन। मेरी आमैनी भन्न भनेको चाहिँ हामी D2 बाटो निस्क्यौँ दबाइया खाना। बाटोमा हिँड्ने मान्छेहरूले नि हामीलाई हेरिरहनु भएको छ सायद, पार्किङ छ किन होला मारो नि। अब पार्किङको समस्या भयो, यहाँ आएर हामीले पार्किङमा भेटाइदिनु त हामीलाई गाह्रो पार्छ त। यसको बिचमा छिराइदिउँ कि यहाँ यो गाडीको पछाडि हुन् न र, यसकै पछाडि लगाइदिउँ। त्यहाँपछि खै यता कन्स्ट्रक्सनको काम पनि चलिरहेको हुनाले होला